Okay, next topic we have is reactivity. रिएक्टिभिटीमा के चिजले कसरी असर पार्छ मोलिक्युलमा अथवा सबस्ट्रेटमा भन्ने कुराहरू छ। त्यसैमध्ये फर्स्टको टपिक छ इफेक्ट अफ सबस्ट्रेट स्ट्रक्चर। सबस्ट्रेट स्ट्रक्चरले के इफेक्ट देखाउँछ भन्ने छ है। अब त्यो मध्ये पनि सबस्ट्रेट स्ट्रक्चरमा इफेक्ट अफ सबस्ट्रेट स्ट्रक्चरमा रिएक्टिभिटीमा के असर पार्छ, सबस्ट्रेट स्ट्रक्चरले रिएक्टिभिटीमा के असर पार्छ भन्छ। पहिला कुरा चाहिँ हामीले जान्नुपर्ने के त भने कार्बन कन्टेनिङ लिभिङ ग्रुप इज अल्फा कार्बन हैन। कार्बन जुन चाहिँ कार्बनमा लिभिङ ग्रुप छ त्यो चाहिँ अल्फा कार्बन र त्यो लिभिङ ग्रुपको एडजसेन्ट ठ्याक्कै त्यसको पछाडितिर भएको कार्बनलाई चाहिँ बीटा कार्बन भनिन्छ हैन। अब ती कार्बनहरुसँग हैन ती मोलिक्युल्सहरुसँग ती कम्पाउन्ड्सहरुसँग फरक फरक ग्रुप्सहरु अट्याच भएका हुन सक्छन् हैन र तिनले चार किसिमका असरहरु देखाउन सक्छ। जस्तै फर्स्टमा के भन्छ भनेपछि दे क्यान स्टेबलाइज अर डिस्टेबलाइज द इन्सिपिएन्ट डबल बोन्ड भन्छ है। बन्दै गरेको जुन डबल बोन्ड हुन्छ रिएक्सन गर्दाखेरि हैन डबल बोन्ड फर्मेसन हुने ब्रेकडाउन हुने त्यस्तो प्रोसेसहरु भइराखेको हुन्छ है। डबल बोन्ड बन्दाखेरि उनीहरुलाई स्टेबलाइज गर्ने अथवा डिस्टेबलाइज गर्ने केमा डिपेन्ड हुन्छ त भनेपछि त्यो सबस्ट्रेटको स्ट्रक्चरमा डिपेन्ड हुन्छ। सबस्ट्रेट कस्तो किसिमको छ, के सबस्ट्रेट हो, इलेक्ट्रोन विड्रोइङ छ कि इलेक्ट्रोन डोनेटिङ छ कि त्यसमा चाहिँ अफेक्टेड गर्छ। त्यस्तै दे क्यान स्टेबलाइज अर डिस्टेबलाइज अफ इन्सिपिएन्ट नेगेटिभ चार्ज अफेक्टिङ द एसिडिटी अफ प्रोटोन है। अनि यिनीहरूले सँगसँगै के गर्न सक्छ त भनेपछि अघिकोमा चाहिँ डबल बोन्ड भन्ने थियो, अब चाहिँ यिनीहरूले के पनि गर्न सक्छ भनेपछि नेगेटिभ चार्जलाई इन्सिपिएन्ट बन्दै गरेको नेगेटिभ चार्जलाई स्टेबलाइज गरिदिने हैन। स्टेबलाइज भनेको लामो समयसम्म रहिराख्ने अथवा डिस्टेबलाइज भनेको स्टेबलाइज हुन नसकेर अरु कुनै कम्पाउन्डसँग कम्बाइन भएर नयाँ कम्पाउन्ड बनाउने हैन त्यस्तो किसिमको के अफेक्ट गर्न सक्छ। त्यस्तै गरी दे क्यान स्टेबलाइज अर डिस्टेबलाइज इन्सिपिएन्ट पोजिटिभ चार्ज। त्यस्तै गरी अघिल्लो नेगेटिभ चार्ज भनेको जस्तै पोजिटिभ चार्जले पनि स्टेबलाइज गर्ने अथवा डिस्टेबलाइज गर्ने गर्छ हैन। त्यस्तै दे क्यान एक्जर्ट स्टेटिक इफेक्ट। तिनीहरूले चाहिँ के गर्छ त भनेपछि स्टेटिक इफेक्टहरु देखाउँछ हैन। अब जस्तै सबस्ट्रेट एकदम धेरै क्राउडेड भएर बसेको छ कुनै लिभिङ ग्रुपको छेउमा भनेपछि अब एसएन2 मेकानिजममा के हुन्छ भनेपछि त्यहाँनिर चाहिँ के हुन्छ सबस्ट्रेटको त्यो क्राउडेडले गर्दाखेरि त्यहाँनिर चाहिँ अब जुन अट्याकिङ न्युक्लियोफाइल अथवा अट्याकिङ इलेक्ट्रोफाइलहरु हुन्छ उनीहरु चाहिँ आउन अलिकति गाह्रो हुन्छ। त्यही भएर कन्ट्रिब्युसनमा उनीहरुको स्टिरियोकेमिस्ट्रीमा पनि चेन्ज हुन्छ है। त्यस्तै गरी नेक्स्ट छ हाम्रो इफेक्ट अफ सबस्ट्रेट स्ट्रक्चरमै छौं हामी। त्यो भित्र फर्स्टमा पढ्यौं हामीले रिएक्टिभिटी, सेकेन्डमा छ इफेक्ट अन E1 भर्सेस E2 भर्सेस E1CB भन्छ। अब सबस्ट्रेटको स्ट्रक्चरले E1 रिएक्सनमा अथवा त्यस्तै E2 रिएक्सनमा अथवा E1CB रिएक्सनमा के असर पार्छ त भन्छ। जस्तै अल्फा अल्काइल अथवा अरेल छ भने यदि सब्स्टिट्युट्स अल्फा अल्किल अथवा अरेल हो भनेपछि तिनीहरूले के गर्छ भनेपछि ट्रान्जिसन स्टेटमा कार्बोक्याटायनलाई स्टेबलाइज गर्ने काम गर्छ, जसको कारणले E1 रिएक्सन इन्क्रिज हुन्छ हैन। हामीले पढेको E1 रिएक्सनमा फर्स्टमा चाहिँ के हुन्छ भनेपछि आयोनाइजेसन हुन्छ हैन। आयोनाइजेसन भएर आयन बन्ने हो हैन। त्यो बन्नु भन्दा अगाडि के हुन्छ ट्रान्जिसन स्टेट हुन्छ, कार्बोक्याटायन हुन्छ हैन। त्यो कार्बोक्याटायनले स्टेबलाइज गरिदिन्छ। यदि अल्फा अल्काइल अराइल छ भनेपछि है सब्स्टिट्युट चाहिँ यदि अल्फा अल्काइल हो अथवा अराइल हो भनेपछि तिनीहरूले कार्बोक्याटायनलाई स्टेबलाइज गरिदिन्छ ट्रान्जिसन स्टेटमा र रेट अफ E1 रिएक्सन इन्क्रिजेस। त्यसपछि E1 रिएक्सनको रेट बढ्ने भयो हैन। कार्बोक्याटायनलाई स्टेबलाइज जति स्टेबलाइज भयो त्यति चाहिँ E1 रिएक्सन बढ्छ अथवा प्रोडक्ट फर्मेसन धेरै हुन्छ E1 रिएक्सनमा। अनि माथिको कुरा थियो अल्फा अल्काइलको कुरा, तलको कुरा गरौँ हामी बीटा अल्काइल अथवा बीटा कार्बन, जसमा के हुन्छ भने यदि कुनै कम्पाउन्ड लिभिङ कम्पाउन्ड अथवा कम्पाउन्डमा लिभिङ ग्रुप हैन बीटा अराइलसँग टाँसिएको छ भनेपछि त्यस्ता किसिमका सब्स्टिट्युएन्ट अथवा त्यस्ता किसिमका सबस्ट्रेटले के गर्छ त भनेपछि E1 रिएक्सनको रेटलाई घटाइदिन्छ हैन। E1 रिएक्सनको रेटलाई घटाइदिन्छ एन्ड इन्क्रिजेस द E1CB रिएक्सन रेट बाइ स्टेबलाइजिङ कार्बन आयन। अनि के गर्छ भनेपछि E1CB रिएक्सन रेट बढाइदिन्छ कार्बन आयनलाई स्टेबलाइज गरेर। किन
किनभने E1CB रिएक्सनमा के हुन्छ भनेपछि पहिला हाइड्रोजन चाहिँ बाहिर निस्किन्छ हैन, पहिला हाइड्रोजन बाहिर निस्किन्छ र हाइड्रोजन बाहिर निस्किसकेपछि उसले चाहिँ के गर्छ भनेपछि त्यहाँ नेगेटिभ कार्बन आयन फर्मेसन गराउँछ अनि त्यहाँ चाहिँ त्यो चाहिँ स्टेबलाइज हुन्छ बीटा ओराइलमा हैन, किनभने हाइड्रोजन निस्किने भनेको नै बीटा पोजिसनबाट हो हैन, बीटा पोजिसनबाट हाइड्रोजन निस्किसकेपछि हैन के हुन्छ त भनेपछि त्यहाँनिर चाहिँ E1CB को रेट बढेर जान्छ। त्यस्तै अल्फा अल्काइल ग्रुप इन प्रेजेन्स अफ विक बेस इन्क्रिजेस द रेट अफ रिएक्सन भन्छ। यदि अल्फा अल्काइल ग्रुपमा विक बेस छ भनेपछि त्यसले के गर्छ भनेपछि रेट अफ रिएक्सनलाई बढाइदिन्छ हैन, रेट अफ रिएक्सन अफ अझ E2C भनेर लेख्दा सही हुन्छ, E2C रिएक्सनको रेट अफ रिएक्सन बढाइदिन्छ हैन अल्फा अल्काइल ग्रुपमा विक बेसहरु प्रेजेन्ट छ भनेपछि। त्यस्तै अब इलिमिनेसन रिएक्सनमा अथवा सब्स्टिट्युसन रिएक्सनमा सब्स्टिट्युटको के असर पर्छ त भन्छ है, अल्फा ब्रान्चिङ इन्क्रिजेस द रेट अफ इलिमिनेसन रिएक्सन बिकज एज अल्फा ब्रान्चिङ इन्क्रिजेस देयर आर युजुअली मोर हाइड्रोजन फर द बेस टु अट्याक भन्छ है। अब हामीले थाहा छ इलिमिनेसन रिएक्सनमा बेसले हाइड्रोजनलाई अट्याक गर्ने हो हैन, हामीले अगाडि पढेको E1 रिएक्सनमा पढेको अथवा E2 रिएक्सनमा पढेको अथवा जुनसुकै इलिमिनेसन रिएक्सनमा पढ्दा पनि हामीले के गर्नु परेको छौं भने बेसले सधैँभरि हाइड्रोजनलाई अट्याक गर्ने हो। यदि अल्फा ब्रान्चिङ हैन, अल्फा ब्रान्चिङ भनेको प्राइमरी भनेको जस्तो हो है, लिनियर सेप भएको अल्फा ब्रान्चिङ बढ्दै गयो, जस्तै पहिला मिथाइल थियो भने इथाइल भयो, प्रोपाइल भयो, ब्युटाइल भयो, यस्तै बढ्दै गएपछि के हुने भयो त भनेपछि हाइड्रोजनको संख्या बढ्यो। हाइड्रोजनको संख्या बढेपछि अभियसली त्यहाँ के हुने भयो त भनेपछि बेसले अट्याक गर्ने ठाउँ धेरै पाउनु भयो हैन, बेसले अट्याक गर्ने ठाउँ धेरै पाउनु भयो, त्यही भएर रेट अफ इलिमिनेसन रिएक्सन अल्फा ब्रान्चिङ बढ्दै गएपछि के हुन्छ रेट अफ इलिमिनेसन रिएक्सन बढ्छ। अनि अर्को ह्यान्डमा कुरा गर्ने, अर्को साइडमा कुरा गर्ने भनेपछि अल्फा ब्रान्चिङले के गर्छ भनेपछि रेट अफ सब्स्टिट्युसन डिक्रिज गर्छ, किनभने स्टेरिक इन्फ्लुएन्स हामीले पढेको सब्स्टिट्युसन रिएक्सनमा स्टेरिक इन्फ्लुएन्स भयो भनेपछि त्यसले चाहिँ के गर्छ त भनेपछि रिपेल गर्छ, अट्याकिङ ग्रुपलाई रिपेल गर्छ, रिपेल गरिसकेपछि त्यहाँनिर चाहिँ के हुन्छ के अरे बन्डिङ गर्न गाह्रो भएर त्यसको कारणले रेट अफ सब्स्टिट्युसन घटेर जान्छ। ठ्याक्कै जस्तो अपोजिट अल्फा ब्रान्चिङले चाहिँ इलिमिनेसनमा रिएक्सन रेट बढाइदिने भयो है, त्यस्तै गरेर अल्फा ब्रान्चिङले सब्स्टिट्युसन रिएक्सनमा चाहिँ घटाइदिनु भयो है। अब बीटा ब्रान्चिङ कुरा गरौँ, बीटा ब्रान्चिङ अल्सो इन्क्रिजेस द रेट अफ इलिमिनेसन बिकज सब्स्टिट्युसन आर स्लोड बाई स्टोरिक रिजन भन्छ। अनि अल्फा ब्रान्चिङ मात्र नभएर बीटा ब्रान्चिङ भए पनि त्यसले पनि गर्ने के त भनेपछि रेट अफ इलिमिनेसनलाई नै बढाइदिने हो हैन, अनि सब्स्टिट्युसन रिएक्सनलाई घटाइदिने हो, किनभने स्टेरिक रिजन सेम हो है। त्यस्तै गरी यदि इलेक्ट्रोन विथड्रइङ ग्रुपहरू बीटा पोजिसनमा छ भनेपछि इफ electron withdrawing groups are present in the beta position increases the elimination opposed to substitution। beta position मा electron withdrawing group छ भनेपछि त्यसले पनि के गर्दो रहेछ भनेपछि इलिमिनेसन बढाइदिन्छ हैन, इलिमिनेसन बढाइदिन्छ भन्छ है सब्स्टिट्युसन। अब सेकेन्डमा छ अब हामीले अहिलेसम्म पढिरहेको इफेक्ट अफ सब्स्ट्रेटको भित्र इफेक्ट अफ सब्स्ट्रेटले रिएक्टिभिटीमा के असर देखाउँछ, E1 E2 E1CB मा के असर देखाउँछ, इलिमिनेसन वर्सेस सब्स्टिट्युसनमा के असर देखाउँछ भन्ने कुरा थियो। अब सेकेन्ड टपिक छ इफेक्ट अन अट्याकिङ बेस। अब अट्याकिङ बेसले त्यहाँ भएको अट्याकिङ बेसले के असर पार्छ त हैन, विकले स्ट्रङले के कस्तो असरहरू देखाउँछ त्यो कुराहरू चाहिँ जान्नुपर्छ यसमा। जस्तै अट्याकिङ बेसले E1 अथवा E2 अथवा E1CB रिएक्सनमा के असर पार्छ भनेपछि चाहिँ यदि के भन्छ एब्सेन्स अफ एक्सटर्नल बेस फेभर E1 मेकानिजम बिकज सल्भेन्ट क्यान अल्सो एक्ट एज बेस भन्छ। E1 मेकानिजममा यदि बेसै छैन भने पनि त्यसले चाहिँ के गर्छ त भनेपछि E1 मेकानिजम फेभर गर्छ, किनभने चाहिँ E1 मेकानिजममा बेस नै चाहिन्छ भन्ने छैन। आई थिङ्क इन E1 मेकानिजम नट आई थिङ्क इट्स ट्रुथ, इट्स द ट्रुथ है, त्यो ट्रुथ नै हो। E1 मेकानिजममा चाहिँ वी क्यान युज सल्भेन्ट एज अ बेस, देयर इज नो निड अफ एनी एक्सटर्नल बेसिस टु प्रोसिड द रिएक्सन E1 रिएक्सन। ओके नाउ देन प्रेजेन्स अफ एक्सटर्नल बेस। अब एक्सटर्नल बेस भयो भने E2 बढाइदिन्छ हैन, E2 लाई फेभर गरिदिन्छ। स्ट्रङ्गर बेस भयो भने E1CB हुन्छ
विकर अथवा अप्रोटिक सल्भेन्ट भनेपछि E2C हुन्छ। अब यसको चाहिँ इफेक्ट अन इलिमिनेसन एन्ड सब्स्टिट्युसन, इलिमिनेसन र सब्स्टिट्युसनमा के असर छ त अटैकिङ बेसको भन्छ। के भन्छ भने स्ट्रङ बेसिस बेनिफिट इलिमिनेसन अगेन्स्ट सब्स्टिट्युसन भन्छ। ओके, स्ट्रङ बेसिसहरू छ भने चाहिँ त्यसले चाहिँ इलिमिनेसनमा धेरै हेल्प गर्छ सब्स्टिट्युसन भन्दा भन्छ है। हाई कन्सन्ट्रेसन अफ स्ट्रङ बेसिस इन नन आयोनाइजिङ सल्भेन्ट फेभर्स E2 रिएक्सन देन S2 भन्छ। यदि स्ट्रङ बेसको कन्सन्ट्रेसन हाई छ हैन नन आयोनाइजिङ सल्भेन्टमा भने त्यसले चाहिँ E2 रिएक्सन फेभर गर्छ SN2 भन्दा पनि है। यो कुरा थाहा पाउनुपर्छ। स्ट्रङ बेस छ हाई कन्सन्ट्रेसनको केमा नन आयोनाइजिङ सल्भेन्टमा, नन आयोनाइजिङ सल्भेन्टमा हाई कन्सन्ट्रेसनको स्ट्रङ बेस छ भने त्यसले चाहिँ E2 रिएक्सन फलो गर्छ हैन, E2 रादर देन SN2 है। त्यस्तै गरी लो कन्सन्ट्रेसन अफ विक बेस नन आयोनाइजिङ छ भने त्यसले SN1 गर्छ E2 भन्दा पनि हैन। त्यस्तै स्ट्रङ न्युक्लियोफाइल्सहरू छ भने चाहिँ तिनीहरूले सब्स्टिट्युसन रिएक्सन गर्छ है। विक बेसिस बट विक बेसिस इन पोलर एप्रोटिक सल्भेन्ट पेपर्स इलिमिनेसन रिएक्सन हुन्छ। E2C जस्तो भन्नु त E2C भन्छ। अब स्ट्रङ न्युक्लियोफाइल भन्दाखेरि त्यो विक बेस हो, त्यसले चाहिँ के गर्छ भने सब्स्टिट्युसन रिएक्सन फेभर गर्छ। अनि विक बेसिस पोलर एप्रोटिक सल्भेन्टमा चाहिँ इलिमिनेसन रिएक्सन फेभर गर्छ। अब नेक्स्ट छ हाम्रो इफेक्ट अफ लिभिङ ग्रुप। लिभिङ ग्रुपले के असर पार्छ त है। फर्स्टमा लिभिङ ग्रुपले रिएक्टिभिटीमा के असर पार्छ त भनेपछि लिभिङ ग्रुप इलिमिनेसन रिएक्सनमा र सब्स्टिट्युसनमा सिमिलर हुन्छ, त्यही भएर लिभिङ ग्रुपको त्यस्तो असर पर्दैन है, पार्दैन, लगभग सेम नै हुन्छ है। फर्स्ट सेकेन्डमा चाहिँ इफेक्ट अन E1 भर्सेस E2 भर्सेस E1CB। अब लिभिङ ग्रुपले E1 E2 र E1CB मा के असर पार्छ। बेटर लिभिङ ग्रुप छ भने हैन, राम्रो लिभिङ ग्रुप छ भनेपछि मेकानिजम E1 तिर शिफ्ट हुन्छ। राम्रो लिभिङ ग्रुप छ भने मेकानिजम E1 तिर शिफ्ट हुन्छ, किनकि तिनीहरूले आयोनाइजेसन इजियर बनाउँछ, किनभने उनीहरूले चाहिँ आयोनाइज इजियर बनाउँछ भन्छ E1 मेकानिजम। यदि लिभिङ ग्रुप चाहिँ बेटर छ भनेपछि उनीहरूले के गर्छ भनेपछि मेकानिजम आयोनाइज के अरे E1 तिर शिफ्ट गर्छ हैन, किनभने त्यहाँ आयोनाइज किनकि तिनीहरूले आयोनाइजेसन इजियर बनाइदिन्छ लिभिङ ग्रुपले है। पुअर लिभिङ ग्रुप छ भने चाहिँ त्यसले चाहिँ E1CB तिर चाहिँ शिफ्ट गर्छ, बिकज स्ट्रङ विथड्रइङ फिल्ड्स इफेक्ट increase the acidity of beta hydrogen भन्छ है। E2C रिएक्सन इज फेभर बाई गुड लिभिङ ग्रुप भन्छ है। राम्रो लिभिङ ग्रुप भएपछि E2C रिएक्सन भइहाल्छ भन्छ। त्यस्तै इफेक्ट अन इलिमिनेसन भर्सेस सब्स्टिट्युसन, इलिमिनेसन अथवा सब्स्टिट्युसन के असर पार्छ भन्छ। इन फर्स्ट अर्डर रिएक्सन अथवा त्यो SN1 E1 मा जे पनि हुन्छ, लिभिङ ग्रुप इज नट इन्भल्भ इन रेडिटर्माइनिङ स्टेप। फर्स्ट अर्डर रिएक्सनमा चाहिँ लिभिङ ग्रुप रेडिटर्माइनिङ स्टेपमा हुँदैन। सेकेन्ड अर्डर रिएक्सनमा चाहिँ इलिमिनेसन सब्स्टिट्युसन रेसियो इन्क्रिज इन द अर्डर IBRCl हैन। पोजिटिभली चार्ज लिभिङ ग्रुप इन्क्रिज द अमाउन्ट अफ इलिमिनेसन भन्छ। पोजिटिभली चार्ज लिभिङ ग्रुप छ भने चाहिँ त्यसले के गर्छ भने चाहिँ अमाउन्ट अफ इलिमिनेसन बढाइदिन्छ, इलिमिनेसन हुने चाहिँ समय बढाइदिन्छ भन्छ यदि पोजिटिभली चार्ज लिभिङ ग्रुप छ भनेपछि है। अमाउन्ट अफ इन्क्रिज द अमाउन्ट अफ इलिमिनेसन है। लास्ट टपिक रहेको छ इफेक्ट अफ मिडियम। मिडियमले के असर पार्छ अथवा सल्भेन्टले त्यहाँ भएको सल्भेन्टले के असर पार्छ भन्ने कुरा हो। फर्स्टमा इफेक्ट अन E1 भर्सेस E2 भर्सेस E1CB भन्छ है। जस्तै E1 एन्ड E1CB मेकानिजम विल इन्क्रिज बाई इन्क्रिजिङ पोलारिटी अफ सल्भेन्ट बाई इन्क्रिजिङ आयोनिक स्ट्रेन्थ भन्छ। E1 अथवा E1CB मेकानिजमहरू चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ। कसरी त भनेपछि सल्भेन्टको पोलारिटी बढाएर बाई इन्क्रिजिङ आयोनिक स्ट्रेन्थ। आयोनिक स्ट्रेन्थ बढाउँछौँ, आयोनिक स्ट्रेन्थ बढाउँदै बित्तिकै पोलारिटी अफ सल्भेन्ट बढ्ने भयो र पोलारिटी अफ सल्भेन्ट बढ्दा बित्तिकै E1 र E1CB को मेकानिजम अथवा रेट फास्ट हुने भयो। पोलर एप्रोटिक सल्भेन्ट छ भने चाहिँ त्यसले फेरि E2C रिएक्सन फेभर गर्छ है। त्यस्तै इफेक्ट अफ सल्भेन्ट अन इलिमिनेसन भर्सेस सब्स्टिट्युसन है। सल्भेन्टको इलिमिनेसन भर्सेस सब्स्टिट्युसनमा के इफेक्ट छ। इन्क्रिजिङ पोलारिटी अफ सल्भेन्ट फेभर्स SN2 रिएक्सन। यदि सल्भेन्टमा पोलारिटी बढिरहेछ भने चाहिँ त्यो SN2 रिएक्सन बढ्छ हुन्छ हैन। इन मोस्ट सल्भेन्ट्स SN1 रिएक्सन फेभर्स ओभर E1। धेरै सल्भेन्टमा SN1 रिएक्सन राम्रो फेभर गर्छ E1 भन्दा। यदि ग्यास फेज छ जहाँ चाहिँ सल्भेन्ट नै छैन भने त्यहाँ इलिमिनेसन रिएक्सन टेक्स प्लेस गर्छ।
त्यसै गरी लास्टमा चाहिँ टेम्परेचर के असर पार्छ त भन्छ इलिमिनेसन इज फेभर ओभर सब्स्टिट्युसन बाई इन्क्रिजिङ टेम्परेचर वेदर द मेकानिजम इज फर्स्ट र सेकेन्ड अर्डर अब E1 भए पनि E2 भए पनि होइन यदि हामीले टेम्परेचर बढाउने भनेपछि त्यो इलिमिनेसन रिएक्सनको चाहिँ के हुन्छ रेट अफ रिएक्सन चाहिँ बढ्छ के को कम्पेरिजनमा भनेपछि न्युक्लियोफिलिकको इट इज ड्यू टु द रिजन द्याट द एक्टिभेसन एनर्जी अफ इलिमिनेसन आर हायर देन दोज अफ सब्स्टिट्युसन यो किन भयो त भनेपछि इलिमिनेसन रिएक्सनको एक्टिभेसन एनर्जी सब्स्टिट्युसन रिएक्सनभन्दा बढी हुने हुनाले के अरे टेम्परेचर बढाउँदाखेरि इलिमिनेसन रिएक्सन चाहिँ बढी हुन्छ फेभर गर्छ भन्छ ओके द्याट वाज अबाउट दिस टपिक यो टपिकको बारेमा यति थियो है